दर्शकबिन अहिले हामी तुलसीपुर 3 सिरखोलामा छौँ। यहाँ तुलसीपुर 3 सिरखोलामा आइरहँदा उहाँले बबाल कृषि औजारका सामानहरू बनाउनुहुन्छ र आज हामी उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछौँ र तपाईलाई पनि कृषि औजारका सामान चाहियो भने उहाँलाई सम्झिन सक्नुहुन्छ। ल हामी ढिला कति नगरी उहाँसँग प्रत्यक्ष कुराकानी गर्नेछौँ। कति वर्षदेखि यो काममा सक्रिय हुनुहुन्छ तपाईँ? म अहिले 10 वर्ष जति भयो। 10 वर्ष जति भइसक्यो हैन? योभन्दा अगाडि मजदुर काम गर्थेँ। हजुर। मेरो घर रुकुम पश्चिम रुकुम बाँफीकोट गाउँपालिका वार्ड नम्बर 3 शेरपु। हजुर। शेरपु तल निपानेमा पर्छ। हजुर। टोल। हजुर। उहाँ मेरो परिवारै पाल्ने धाउ भयो, त्यही कारणले गर्दा म तल दाङतिर झरेको हुँ। हजुर। अहिले यहाँ मेरो अधिया खेत लाएर त्यसपछि बस्या छु। हजुर। अनि यहीबाट आफ्नो गुजारा गरिरहेको छु। मैले बच्चाहरू स्कुल पढ्छन्। हजुर। त्यस पछाडि यस्तै कारण तिखारबाट गरिरहेको छु। नयाँ औजार भाँडा पनि गराउँछु। हजुर। चुलेसीहरू, तपाईँको गराँसीहरू, हजुर। त्यसपछि खुराहरू, खुग्रीहरू, यिनी पनि खुग्रीहरू गराएको छु। यिनी पनि। हजुर। त्यस पछाडि तपाईँको 2500 को दरबाट यिनी बेच्छु। हजुर। त्यसपछि 4000 को दरबाट यिनी खुराहरू, यिनी तरवालहरू दिन्छु। 4000 मा यो तरवाल आउँछ? तरवाल दिन्छु। बजारको भन्दा एकदम निम्न रेटमा दिन्छु। हजुर। मलाई त यहाँ कोइला यताउता अब वन जङ्गल नजिक भएको कारणले गर्दा ठुटामुटा खोलानुका ठुटामुटा ल्याउँछु। हजुर। त्यसपछि आरा मसिनहरूबाट पनि ठुटामुटा ल्याउँछु। हजुर। त्यस पछाडि मलाई अलिकता कोइलामा धेरै खर्च हुन्न भनेर सुपथै रेटमा दिने गरेको छु। उहाँ 10 वर्षदेखि निरन्तर यही काममा हुनुहुन्छ र आज हामी उहाँको घरमा आएका छौँ र उहाँसँग हामी प्रत्यक्ष कुराकानी गरेका छौँ। तपाईँको मेन ठेगाना कहाँ? पश्चिम रुकुम बाँफीकोट गाउँपालिका 3 नम्बर वार्ड। हजुर। नेपाने भन्ने टोल। हजुर। त्यहाँदेखि म यहाँ तलतिर अब सराई बसाइ जस्तै नै गरेर आया हुँ। हजुर। भने मैले यहाँ जाओस् अब बाल बच्चालाई लेखाउने पढाउने गरिरहेको छु यही कामबाट। त्यस पछाडि तपाईँको सबै चिजको जाओस् मलाई अहिले दाङझरियादेखि सुविधै भएको छ। माथितिर अब धेरै मजदुरहरू काम गर्नु पर्थ्यो, धेरै आइरनवाला समाज पनि धेरै थियो। अनि उहाँ न आँसी खुर्पा बिक्री हुन्थे, न गडाँसी बिक्री हुन्थे। चुलेसी खुरा यस्ता तरवाल त झन् कहाँ हो। हजुर। भने यहाँ अब माल बन्यो भने चाहिँ कट्छ, अर्डर पनि आउँछ। यदि तपाईँलाई अर्डर आइसकेपछि तपाईँ मजासँग बनाउन सक्नुहुन्छ हैन? मजासित बनाएर दिन्छु। हजुर। मानौ 2-4 दिन अब उहाँले मलाई टाइम दिनुपर्छ। हजुर। जस्तै अब कुनै भाँडो बर्तन यताउता औजार गराउँदाखेरि 1-2 दिन उहाँले अब दिनुपर्छ। कोदालो, आँसी खुर्पा उहाँले सहयोग गर्नुहुन्छ। मेरो लागि बुवा भन्नुहुन्छ। तपाईँले निशुल्क खुर्पाहरू पाइराख्नु भएको छ है? निशुल्क उहाँले दया माया गर्नुहुन्छ। निशुल्क दिन नि सक्नुहुन्छ। अनि उहाँले धेरै माया गर्नुहुन्छ। धेरै माया गर्नुहुन्छ। तपाईँ पनि आइरहनुहुन्छ? तपाईँको घर पनि यतै? म पनि आइरहन्छु। अन्त म जान्न, यो घरमा म आइरहन्छु। घरिको घरास म आइरहन्छु। अनि यहाँ बनाएका कृषि औजारका सामानहरू कस्ता हुन्छन् नि? धेरै राम्रा हुन्छन्? राम्रा हुन्छन्। यहाँले बनाएको औजारहरू मलाई निशुल्क दिन नि सक्नुहुन्छ, दिनु भएको छ। अनि मलाई बढी माया गर्नुहुन्छ। मैले यो काम सिक्दा मसँग कुनै पनि औजार थिएन, मलाई सहयोग गर्नुभएको छ। अहिले त म उहाँहरूलाई मलाई जन्म दिने आमा बुवा भन्दा बढी सम्झिन चाहन्छु। कसैले कुराको सहयोग दिनुभयो, कसैले आर्थिकको सहयोग दिनुभयो, कसैले हरेक कुराको सहयोग दिनुभयो र मैले चाहिँ यो काम म आजसम्म यस्ता तरवाल गराउन, यस्ता खुग्री गराउन पुगेँ। तपाईँले यो काम आफै सिक्नुभयो कि कुनै? मैले आफै सिकेँ। यहाँ तुलसीपुर उपमहानगरपालिकामा आइसकेपछि 2.5 वर्षसम्म म बसिसकेपछि कसैसँग मेरो कन्ट्याक्ट थिएन। त्योदेखि पछाडि यहाँ गोटी खोला चेकपोस्टनिर चैतबहादुर भन्ने विक हुनुहुन्छ। उहाँ मेरो नाताबाट पनि आफन्त लाग्नुहुन्छ। उहाँले तलतिर सर सङ्गठनसित पनि आबद्ध गराउनु भयो।
त्यस्तै गर्दा केही ज्ञान उहाँसँग पनि सिक्यो। केही ज्ञान यहाँ तल तुलसीपुर आलु मन्डीतिर गुम्मा भन्ने ठाउँनिर रानीजर एकजना रमेश गुरु हुनुहुन्छ। उहाँले मलाई 1 हप्ता मैले उहाँसँग बसेर मैले तालिम प्राप्त जस्तो गरेँ।